गत श्रावण 1 गतेबाट प्रदर्शनमा आएको चलचित्र गौँथलीले सुरुवाती दिनमै दर्शकको राम्रो साथ पाएको छ। पहिलो दिनको माहौल बुझ्न हलमा पुगेका चलचित्रका निर्माता, निर्देशक एवं कलाकारहरूलाई दर्शकहरूले एउटा राम्रो कथा पस्किएको भन्दै धन्यवाद दिएका थिए। दर्शकले चलचित्रको कथा, कलाकारको काम र यसले समाजलाई दिएको सन्देशलाई रुचाएका छन्। सुरुवाती दिनदेखि आजसम्म पनि चलचित्रलाई दर्शकको साथ उत्तिकै राम्रो मिलिरहेको निर्माण पक्षले जानकारी दिएको छ। चलचित्र गौँथली हेरेर हलबाट बाहिरिँदा धेरै दर्शकको आँखा रसाएका थिए। मुख्य पात्रले गरेको सङ्घर्ष र गाउँघरमा छोरीलाई पढाउनुपर्छ भन्ने सन्देशले आफूहरूको मन छोएको उनीहरूले बताएका छन्। एकदम राम्रो लाग्यो मलाई चाहिँ है, जे होस् पुरानो कहानी अनुसारको एउटा हिजो हाम्रो नेपालमा भइरहेको घटनाहरू हो कि हो। पुरोमा इमोसनल थियो, अब के भन्ने सबै राम्रो लाग्यो। रुँदा नै आँखै सुन्ने। गौँथलीको क्यारेक्टरले छुन्छ नै, अलिकति चाहिँ अब एकदम धेरै पोजिटिभ कमेन्ट गर्दाखेरि चाहिँ सक्सेस स्टोरी लाग्यो।